सुन त भाइ बहिनीहरू, म अहिले आइरहेका समाचारहरू बारेमा केही भन्न चाहन्छु। अहिलेका घटनाहरू बारेमा हुन्छ? अहिले त एकदमै सडक दुर्घटनाहरू बढिरहेको छ नि, थाहा छ यहाँहरूलाई? अहिले यति धेरै दुर्घटना घट्नुको मुख्य कारण चाहिँ हुस्सु लाग्नु, कुहिरो लाग्नु, बाटो स्पष्ट नदेखिनु हो। अहिले कुहिरो लागेको कारण, हुस्सु लागेको कारण बाटो मधुरो देखिनु, गाडीका सिसाहरू मधुरो देखिने पनि हो नि। यो चिसोले गर्दा गाडी चलाउँदाखेरि कहिलेकाहीँ हातका औँलाहरूले काम नगर्ने, खुट्टाले राम्रोसँग ब्रेक नथिच्ने पनि हुन्छ। म्याम, हाम्रो गाउँमा ट्राफिक प्रहरीले भन्नुभएको थियो सडक काट्दा, मोर्निङ वाक गर्दा बाटोको छेउछेउमा हिँड्नुपर्छ नि। म्याम, जाडोको समयमा बाटोमा हिँड्दा टल्किने कपडा अथवा स्टिकर भएको कपडा र लाइट बालेर हिँड्नुपर्ने रहेछ नि। हो, साइकल यात्रीले पनि साइकल चलाउँदा साइकलमा टल्किने स्टिकर टाँच्नुपर्छ है। त्यसै गरी गाडी चलाउँदा, मोटरसाइकल चलाउँदा धेरै स्पिड नचलाउने। यदि कुहिरो हुस्सु लागेर बाटो नदेखिने भएको रहेछ भने लाइट बालेर हिँड्नुपर्छ। अनि बाटो काट्दा दायाँ बायाँ हेरेर र दायाँ बायाँ जाने सङ्केत दिएर मात्रै बाटो काट्नुपर्छ है। त्यसै गरी बाटोमा अप्ठ्यारो भएको ठाउँमा, जोखिम भएको ठाउँमा सूचना बोर्ड राख्नुपर्छ। ल, आजको घटना मैले सुनेको समाचार के कारणले घट्दो रहेछ र त्यो घटनाहरू नदोहोरिनको लागि, नहुनको लागि हामीले कस्ता कस्ता उपाय अपनाउनु पर्ने रहेछ भन्ने कुराको जानकारी भयो होइन? यो कुरा त हामीले सबैजनाले जान्नुपर्ने रहेछ नि म्याम। हो नि। अब आज सिकेको यो कुराहरू सबैजनाले आफ्नो घर र परिवार, समुदायमा पनि भन्नुपर्छ है। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले।